हेलो साथीहरू, हामी फेरि आज बुढाबुढी आइसक्यौँ यो पानीपुरी खाएको मुखबाङ भिडियो लिएर होइन। अब बुढीलाई बल्ल 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 फकाएर भिडियो ल्याएको छु होइन। अब खाना खाइसक्यो, अब धेरै बोल्ने वातावरण पनि छैन। अब यहाँ खाना थालौँ है, यति छ पानीपुरी। अब हाम्रो च्यालेन्ज जस्तै हो, कसले कतिवटा खान सक्छ भनेर गरेर खाने है। तपाईँ खान्छ मलाई खाएँ, म कति खान्छु भनेर खाने है त। दुईजनाले अब खान्छौँ है त। यहाँ छ पानीपुरी भइहाल्यो, यो पानीपुरीको झोल, यहाँ जुस छ, यहाँ काँक्राहरू, गाजर, यो हाम्रो तराईतिर पाउने ढुङ्ग्री भन्छ यसलाई होइन, खोर्सानी छ, यहाँ पिरो अचार पनि छ, पिरो खोर्सानी र टिमुरको आफूले बनाएको छोप हो। धेरै नबोलिकन खाएको यसले खान्छ पछि फेरि चम्चीले हाल्दिनँ म चाहिँ हातले हाल्छु। यसरी हाल्ने हाल्छु, चट्ट 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 यो हाल्ने। सुरुमा त खोर्सानीबाटै हाल्नुपर्छ। खोर्सानी च्याक दाइ भए दाइ भएको Baba. यतातिरको चाहिँ रेस्टुरेन्टमा पानी पनि गुलियो भन्छ कि गुलियो हुन्छ, त्यो इन्डियातिर पाउने जस्तै मिठा। अस्ति 2-3चोटि गरेर खाएको, मजा आएन। त्यसपछिबाट आफैले बनाएर आज खाइदिउँ न भनेर चट्ट बुढाबुढी बसेर मैले 2टा खाएँ। कति हो? 3टा भइसक्यो। उयो हालेर खान्छ, त्यतिको खाएर त कहाँ आउँछ? त्यतिको पनि ऊ भयो त। होइन यस्तो हालेर खानु पऱ्यो नि त। अनि च्यालेन्ज भनेपछि सबै हालेर चट्ट खाएपछि कसले बढी खाने भन्ने त्यो पो हुन्छ त। तर सिधै त्यसरी खायो। तपाईँले बढी खानुहुन्छ कि मैले भन्दा नाटक धेरै नगर्नु। त्यो भिडियो सिडियो पोस्ट गर्ने काम नगर्ने। तपाईँको पोस्ट गर्ने तपाईँको मात्रै गर्नु। पोस्ट नगर्नु ल ल। भिडियो पोस्ट गर्दा के हुन्छ त? पानी पिउनुपर्छ। नेपालवाला बाइक आएर कस्तो भिडियो म चारवटा खाइदिएको तपाईँको त्यो खानु। खै अब भिडियोमा गर्नु है। हामीले कतिवटा खायौँ, कसले धेरै खायो, कसले थोरै खायो, बिर्स्यौँ हामीले। 이거 가장 힘나. त्यो जान टोकेछ कि त्यस्तो लाग्दैन। कुन हो जाने? यहाँको होइन। कसम दामी भएको छ यार। मिठो चाहिँ भएको छ तर दामी छ नि। मलाई यो फर्स्ट टाइम मैले खाएको। मिठो भएछ। त्यो हाल्नु नि तपाईँ। यो त अलिअलि भइहाल्छ नि। यत्रो खोर्सानी खान्छ, बानी छ नि त खोर्सानी खाने।
तलतिर चाहिँ लामो लामो आउँछ यो दुईवटा जोडेर हुन्छ यसलाई चाहिँ किन हालिदियो आफ्नो हुन्छ नि के हुँ? आफ्नो तराईमा चाहिँ प्रायः सबै लामै पाउँछ क्या सर्लाइतिर तराईमा हाट बजार लाग्छ नि त हप्तामा दुईचोटि त्यतिखेर खासै देखाएर तपाईँ मलाई तपाईँको हात बचाउन आउँछ अब हामी त्यस्तो बेलामा गयो फर्किने बेलामा बिहान एकदिन अघिल्लो बजार त्यतिखेर बन्द थियो यो पानी फेरि कम भयो यार ल खाऊ ल पाँच पैसा पिउनुहुन्न धेरै बिरामी मान्छे मलाई पुग्यो कि सास फेरेर खानु नहुने तपाईँले जितिसक्यो म त पुग्दैन यतिले मैले झापामा चाहिँ खाँदाखेरि 45 खाँदिनँ एकदिन मोमो राख्नु मोमो खानु तर युट्युबमा हाल्छ नि मलाई रिस उठ्दैन युट्युबमा पनि धेरै मान्छेले हेर्ने भएको भाइरल हुने भएको टेन्सन 4-5जनाले हेर्छन् के मतलब हो त मलाई लाग्छ नि त रमाइलो लागि हेर्छन् 4-5जनाले मलाई किन लगाउनु यहाँ हालिदिँदा आलु खोर्सानी नभएकै पानी आउँदैन क्या उल्टी भएर कान्छ जब नसक्ने उठ्न पाइन्छ भिडियोमा पिरो भयो म चक्लेट खानु बस्नुपर्छ म चक्लेट लिएर आउँछु क्या
चक्लेट लिएर आउनु। ल पिरो खान सक्दिनँ बिहे गरिकन मैले अलिअलि गरेर पिरो अलिअलि खुवाउनु थालेको नभए यसो चाट्ने बित्तिकै हा 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 गर्ने मान्छे अलिक खानु। मैले यो पानी पिरो अझै खुवाउँ भनेको थिएँ क्या पुग्यो नि तपाईँलाई पुऱ्याइ ल्याइदिउँ। अब भिडियो त त्यो पुरा ल्याएर कहाँ भिडियो भन्छ कसम अझै 20-25 वटा खान्थ्यो त्यत्रो खाना खाएर पनि खाना पनि दही भर खायो आलु ल्याइदिउँ अझै। जाऊ ल साथीहरू हालेछ भने यस्तो फोटो आउँछ नि त्यहाँनिर अगाडि भने यसरी भिडियो नहाल्नु भनेर तेल हेरेर खाइसक्यो सबै तेलमै खुराक्यो जस्तो भएको छ सबै खाइसक्यो तर पानीपुरी पुगेन मैले अलिक बढी फुराउँ भन्दा पुग्छ भनेर फुराइएन यस्तो मिठो भएको थियो त्यस्तै भिडियो हेर्नको लागि लाइक गर्नु फलो गर्नु सब्सक्राइब गर्नु हालेछ भने यस्तो म भन्दैछु उठेर गइदिन्छ यस्तै छ यस्तै भिडियो हेर्नको लागि लाइक फलो सब्सक्राइब जे हुन्छ सबै गर्नु होला आजलाई दिने फेरि यस्तै भिडियो लिएर आउनेछु हस् त।